जसको घरमा 70 वर्ष माथिको बुवाआमाहरू हुनुहुन्छ, हजुरबुवा हजुरआमाहरू हुनुहुन्छ, उहाँहरूले नेपाल सरकारले दिने स्वास्थ्य बिमा फ्रीमा पाउनुहुन्छ। तर जब एउटा रजिस्ट्रेसन नगरेको भरमा चाहिँ उहाँहरू स्वास्थ्य बिमाबाट वञ्चित हुनु पर्यो। फर इक्जाम्पल तपाईको परिवारले छुट्टै स्वास्थ्य बिमा हुन्छ, तपाईको 70 वर्ष माथिका व्यक्तिको 1 लाख बराबरको स्वास्थ्य बिमा सरकारले नै फ्रीमा गरिदिन्छ। कति सजिलो छ, कति राम्रो छ, किन भन्दा बुढेसकालमा रोग लाग्ने प्रोबेबिलिटी धेरै हुन्छ, सम्भावना हैन, अनि नियमित औषधिहरू सेवन गर्नुपर्ने हुन्छ। यो एउटा अवसरलाई चाहिँ पहिले बुझेर फाइदा लिने हो हैन। उही गएर फेसबुकमा सरकारलाई गाली गरेर मात्रै बसेर पनि भएन हैन। दिएको एटलिस्ट चाहिँ सर्भिसहरू लिनुहोस्। स्वास्थ्य बिमामा चाहिँ तपाईको 70 वर्ष भन्दा माथिको कोही हुनुहुन्छ परिवारमा भने उहाँले छुट्टै 1 लाख बराबरको स्वास्थ्य बिमा प्राप्त गर्नुहुन्छ। त्यसको लागि चाहिँ रजिस्टर चाहिँ गर्नु पर्यो। रजिस्टर गर्नुहोस्, त फ्री छ। फ्रीमा पाइने चिजको लागि चाहिँ कराएर सरकारलाई गाली गर्नु भन्दा पनि दर्ता सहयोगी तपाईको वाडामा हुन्छ स्वास्थ्य बिमाको, उसलाई सम्पर्क गरेर दर्ता गरिहाल्नुहोस्। तपाईले पनि आफ्नो परिवारको 3500 मा 1 लाखसम्म कभरेज हुने गरी स्वास्थ्य बिमा प्राप्त गर्न सक्नुहुन्छ। सरकारले यसमा चाहिँ केही चिजहरू चेन्ज गर्दैछ, अब यसलाई राम्रो बनाउँदैछ, हेरौँ भोलिको दिनमा। तर एटलिस्ट चाहिँ सरकारी बिमा हो भनेर चाहिँ हेला नगर्नुहोस्। दुःख पर्दाखेरि, अप्ठ्यारो पर्दा अस्पतालमा बस्दाखेरि 3500 को लगानी 1 लाखसम्म बेनिफिट्स पाउँदाखेरि मजै आउँछ है। र रबिन पौडेल युट्युब च्यानलमा मैले स्वास्थ्य बिमासँग रिलेटेड भिडियोहरू राखिरहेको छु, तपाईले त्यहाँ गएर अझ धेरै बुझ्नु होला।